यस्तो चाहिँ किन हुन्छ? यो भर्खरै आइपिओ आएका कम्पनीहरूमा चाम किन देखिरहेछ? किन यो चाहिँ पोलिसीको लुप होलमा प्ले गरेको भयो। जस्तै त्यहाँ के छ त्यहाँ खेल्न सक्ने मतलब प्लेयरले खेल्न सक्ने? होइन, यो कुरो के हो भने तपाईँको आफ्टर 3 इयर्स त हजुरले के गर्नुपर्ने छ, त्यसलाई चाहिँ प्रमोटरलाई अनलक गरिदिनु पर्ने हो। अहिले गेम के भइरहेछ, प्रमोटर एक्जिट गर्ने, पब्लिकले पाउने यो गेम भइरहेछ नि त, होइन? अब यो भनेको के हो भन्दाखेरि चाहिँ यो पुरै काटलिङ भइरहेको भन्छु है, मेरो आँखाले हेर्दाखेरि। म गलत पनि हुन सक्छु। तपाईँको फर्स्ट डे नै हजुरले के गरिदिनु सक्नुहुन्छ भन्दाखेरि त्यो कम्पनीको 100% अनलक गरिदिनुहोस्, पुरै फ्लोट गरिदिनु न। 3 वर्षपछि किन कुर्ने, अहिले फ्लोट गरिदिनु न। प्रमोटर भाग्छन् भने तलको रेटमा भाग्छन् नि, होइन? किन माथिको रेटमा 3 वर्ष कुराएर उनीहरूको क्यापिटल पनि फ्रिज भयो? राम्रो कम्पनी छ भने त भाग्दैनन् नि, उनीहरूले होल्डै गरेर बस्छन्। यो मेरो कम्पनी हो, मेरो हिस्सेदारी घटाउँदिन भन्छन्, होइन? तर तपाईँको आजको दिनमा हेर्नुभयो भने जो प्रमोटरहरू भाग्नलाई स्ट्यान्ड बाई बसिरहेछन्, होइन, उनीहरूलाई हिजै भाग्न दिए भए आज 500, 600, 700, 1000मा गएर चाहिँ पब्लिक फस्दैन नि त। ऊ त 100, 150, 120 पनि पर्थेन होला, कुनै त नेगेटिभमै आउँथे होला, होइन? आजको दिनमा पनि नेगेटिभमा चाहिँ जान थाल्थे कम्पनीहरू। लिस्ट हुने नेगेटिभमा 90मा जाने, 80मा जाने, किनकि एक्चुअल भ्यालुएसन हुन्छ। त्यस्तो कुनै कन्ट्रीको त्यस्तो इक्जाम्पल छ कति त्यस्तो भाग हुन्छ? 100% लिस्ट हजुर, सबै कन्ट्रीमा 100% लिस्ट त हो नि। सुरुमै नेपालमा मात्र अब कुनै केही केसमा भयो भने मात्र हो, नत्र त के भन्दाखेरि यो जुन ब्याङ्किङ सेक्टर अथवा बिएफआइज, होइन, यहाँ चाहिँ अलिकति क्रिटिकल, देशको इकोनोमीसँग टाइअप भएको छ। 50% प्रमोटर हुनैपर्छ, 51% जुन एउटा छ त्यसले, अनि इन्सुरेन्सले अलिकति सेन्स गर्ला, होइन? सेन्स गर्ला, नत्र भने त अरू सबै त के भन्दाखेरि कम्पनी हो, होइन? अब कम्पनीलाई पैसा चाहियो 20% भनेर आइपिओमा आउनु पर्पज त के हो? फन्ड रेज गर्न आउने हो। तर यहाँ के भइरहेछ, फन्ड रेज पनि गर्ने अनि आफ्नो सेयर भिडाएर सर्लक्क भाग्ने, राम्रो पैसा निकाल्ने, अर्को प्रोजेक्टमा हाल्ने, फेरि त्यही साइकलमा चाहिँ गइरहने। अब उनीहरूले त यो सिस्टम हटोस् भनेर चाहँदैनन्, होइन? यो नहटोस् भन्ने, त्यहाँ यो नहटोस् भन्ने मान्छेहरू को भन्दाखेरि अब ठुलो क्यापिटल भएको मान्छेहरू, नत्र एउटा होटेल लिस्ट हुन आयो, होइन? कमाइ समय केही छैन, 1000 किन पुग्ने? नत्र डिमान्ड एन्ड सप्लाईको कामले हो। 80% चाहिँ के छ हजुरको? प्रमोटर छ, कारोबारै हुँदैन। 20% 1 अर्ब कम्पनी छ भने पनि 20 करोडको चाहिँ 20 लाख किता मात्र छ त्यहाँ, होइन? बुझ्नुभयो नि? अब 1 करोड फ्लोट भयो भए त्यही प्रमोटर मध्येमा पनि कोही त मेरो कम्पनी खत्तम भइसकेको रहेछ अथवा राम्रो रहेछ भने होल्ड गर्ला, खत्तम रहेछ भने त उसले त 150 पायो भने तुरुन्त भागिहाल्थ्यो नि त, होइन? अथवा 120मै भाग्थ्यो, अथवा होइन यार मेरो कम्पनी त मलाई आफै कन्फिडेन्स छैन, म 80मा पनि भाग्छु भनेर भाग्थ्यो नि त। पब्लिक फस्यो भने नि 80मा फस्थ्यो नि त, अथवा त्यो तल जाला अझै, होइन? त्यो कन्टेक्स्ट हुन्थ्यो। सो एकदम स्ट्रङली यो चाहिँ मेरो रिकमेन्डेसन पनि हो, होइन? अब यो हुन्छ जस्तो चाहिँ मैले बोलेर लाग्दैन। तर त्यो हुँदाखेरि चाहिँ पम्प एन्ड डम्पको, हिट एन्ड रनको यो खालको गेम चाहिँ कम हुन्थ्यो सुरुमा। यो अहिले आइपिओ बढ्छ नि, 18वटा सर्किट लाग्ने, 20वटा सर्किट लाग्ने, किन लाग्ने? वाइ केही रिजन छैन, डिमान्ड एन्ड सप्लाई, होइन? मार्केट भनेको डिमान्ड एन्ड सप्लाई मात्र भएन नि त।